ओए कौन कति धेरै हो ठुलो माछा के सो हे गाइज वेलकम टु माई न्यू ब्लग। सो गाइज आज हामी फेरि पनि आइसकेका छौँ नयाँ ब्लगको साथमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ म अब फुपूको घर आएको थिएँ। अस्ति दसैँ सकेर दसैँको दोस्रो तेस्रो दिनमा चाहिँ फुपूको घर आएको थिएँ यहाँ बर्दिया राजापुर। सो आज चाहिँ 25 गते भइसकेको छ। अब आज हामीहरू कहाँ घुम्न गइरहेका छौँ भन्छ त फुपू? इन्टेक गइरहेका छौँ। अब हामी चाहिँ अहिले चाहिँ अब हामी बाटोमा छौँ, कहाँ दौलतपुर पुगेका छौँ। आज चाहिँ दौलतपुर कटिसक्यौँ। यहाँ चाहिँ भाइ हेलो भन्। हेलो दिजु हेलो हाय हेलो फुपू ए बोले यहाँबाट चाहिँ ऊ हेर्न सक्नुहुन्छ शान्ति बजारको बोर्ड। अब हामी चाहिँ शान्ति बजार पुगिसकेका छौँ। अब तपाईँहरू चाहिँ यहाँको भ्यू हेर्नुहोस् एकचोटि। सानो एकदमै राम्रो बजार हेर्न सक्नुहुन्छ गाइजहरू। एउटा चाउचाउमा 3वटा नुन खुर्सानी 3टा हुन्छ। यो चाहिँ एकदमै पार्क भन्दा कम छैन, तर यो लोकल रोड रहेको छ। यो आफ्नो गाउँघर यसरी नै हो बनाउने, आफूले बनाएन भने। तर यहाँ चाहिँ देशद्रोहीहरू यो हेर्न सक्नुहुन्छ, यो अरू नै हो एउटै। यो फुल टिभी आएको छ नै। अब चाहिँ कुन ठाउँ अरे? यो भटैरा भन्ने ठाउँमा एकदमै यो रोड चाहिँ अब यो घज्याङ घुच्याङवाला एकदम कच्ची रोड आइसकेको छ। यहाँ यिनीहरू पनि पुरै पिकनिक जहाँ गइरहेका छन्, पुरै बोका लिएर। फेरि आन्टी मान्यो दिदी ठिक छ एकदम के छ हजुरआमा? फेरि म हजुरआमा हो। यहाँ हाम्रो हेर्न सक्नुहुन्छ दाइलाई, मस्त दाइ पनि बाहिर। दाइ भन्नु त तपाईँको नाम भनिदिनु त। मेरो कृष्ण थारू। कुन ठाउँ बस्नुहुन्छ ठेगाना? राजापुर नगरपालिका जमुनाको पछाडि 4 नम्बर वडा। रोयल गेमर्स अर्को युट्युब च्यानल, सबैले त्यहाँ पनि गएर सब्सक्राइब गरिदिनु होला। त्यहाँ पनि टाइममा भिडियो आइरहेको छ, त्यही पनि ROYALGAMERZ। त्यहाँ गएर पनि सबैले सब्सक्राइब गरिदिनु होला। बर्दियामा हेर्न सक्नुहुन्छ ग्राउन्ड राम्रो बनाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। स्कुलको अगाडि नै छ। टिकटक बनाउन चाहनुहुन्छ भने गेरुवा 1 दादा के अरे गेरुवा 1 बर्दियालाई सम्झिन सक्नुहुन्छ यस्तो यस्तो ठाउँको लागि। यहाँ चाहिँ अहिले माउन्ट एभरेस्ट चढिरहेको छ। हुन त अटोको लागि माउन्ट एभरेस्ट नै हो। यो चाहिँ हामीले चढेको अटो बौलाहरू। सो गाइज अब चाहिँ हामी यहाँ इन्टेक पुगिरहेका छौँ। एकछिन चाहिँ यहाँ अब त्यहाँ चाहिँ पसलहरू छैन होला, त्यसैले यहाँ अब एकछिन हल्का ब्रेक टाइम। अहिले सामानहरू के खाने हो। सो गाइज यहाँ चाहिँ नास्ताको लागि चाउचाउ बाहेक केही मिलेन, त्यसैले चाहिँ अब यहाँ मान्छेहरू सब फर्किरहेका छन्। अब चाहिँ इन्टेक जाउँ पहिला, त्यसपछि अनि भोक लागेपछि त्यसपछि त्यहीँ काहीँ पसलहरू छ भने त्यहीँबाट किनौला, नत्र नभेटेपछि चाहिँ यहीँबाट। यहाँ चाहिँ अब साइनबोर्ड इन्टेक हेर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। पर्यटकीय स्थल अब गइहाल्यो। अब जुन यो अटुवा में बैठी के बोलाइट भन्ने होला उसको पनि घर यतैतिर हो मोडेलको। यहाँ चाहिँ एकदमै चराहरू बसेका छन्, बाँदरहरू पनि रहेका छन्, हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यो चाहिँ यसको बिरादरी होला हुन्। यो चाहिँ इन्टेक हामी पुगिसक्यौँ। त्यहाँ चाहिँ अगाडि चाहिँ पिङ रहेको छ। यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यो त्यहाँ कहाँ गोदावरी पनि लेखेको छ नि यस्तै, यहाँ गेरुवा लेखेको छ। पुगिसक्यौँ अब हामी पिकनिक स्पोट। यो कुन इन्टेक पुगिसकेका छौँ। हो यहाँ चाहिँ ड्याम पनि रहेको छ। अब चाहिँ यहाँ फोटो सेसन हुँदैछ, त्यसको चाहिँ म तपाईँहरूलाई टाइम ल्याप्स देखाउने छु। अब
सो गाइस यहाँ चाहिँ अब नेपालीहरूको काम पनि तपाईँहरू हेर्न सक्नुहुन्छ। अब यो सायद उसको पुच्छर चाहिँ सानो भयो, यो के भन्छ नि, यो राइनोको पुच्छर सानो भएर यहाँ पछाडि कोकाकोलाको बोतलले अड्काइदिएछ। अब यहाँ चाहिँ पिङ रहेको छ, सब मान्छेहरू यहाँ पिङ खेलिरहेका छन्। यताबाट एकदमै राम्रो भ्यू पहाडको। चिसापानीको पुलको पोल हेर्नुहोस्, त्यो चाहिँ चिसापानीको पुल रहेको छ त्यहाँ। गाइस अहिले चाहिँ हामी हिँड्दैछौँ, अगाडि चाहिँ नदी रहेको छ, कर्णाली नदी। यहाँ अब यिनीहरू सायद अब नआउने होला नि, तर यो चाहिँ एकदमै रिस्की रहेको छ। तर अब हामीले चाहिँ भनेर यहाँ केही हुनेवाला छैन। गाइस हेर्न सक्नुहुन्छ नेपालमा चाहिँ बौलाहरूको चाहिँ कमी छैन। ऊ हेर्न सक्नुहुन्छ यत्रो नदी रहेको छ, यो कर्णाली नदी हो। अनि यहाँ चाहिँ अब यो गहिरोले यो नदी पुरै निलो भइसकेको छ। त्यहाँ हेर्नुहोस्, अब त्यहाँ मान्छेहरूलाई त्यहाँ हेर्नुहोस्। अब त्यो काहीँ कसै गरी त्यो पल्टियो भने, काहीँ त्यहाँ भित्र नदीमा काँटाहरू गोजियो भने के हुन्छ यिनीहरूको। अब यो गर्ने अब ऊ उटपटाङ काम गर्ने छ यिनीहरूले, तर भोग्नुपर्ने चाहिँ अब नेपाली यहाँ सेनाहरूले, नेपाली यो रेस्क्यु टिमहरूले चाहिँ भोग्नुपर्छ। त्यहाँबाट यहाँबाट गएको आउने यस्तै घुमेर नदीले उहाँ बगाइसक्यो। त्यो हेर्न सक्नुहुन्छ गाइजहरू, तिनीहरू चाहिँ उहाँ पुगिसकेका छन्। सो गाइज अब चाहिँ यहाँ पिङ खेल्दैछन्। यता चाहिँ पालै पालो, सब पालै पालो खेल्दैछन्। ए भयो, धेरै जोडले नगर। त्यो अझ पालो चाहिँ अर्कोको भइसकेको छ, अर्को ग्रुप। विधान छेक्यो ए विधान बच्चा ल बिस्तारै समात्नु है आन्टी। यतिमा भयो अरे हामीलाई कहाँ पुगा दियो बुबु। विधान छोड दे के विधान प्लिज छोड्नु। विधान विधान बिस्तारै है। भयो भयो भयो। विधान कन्टे ए भयो, ए विधान विधान भयो। दिजु दिजु हाई, दिजु हाई गर्छ न, हाई दिजु हाई गर्छ त। अहिले आयो हाई मुखबाट। सो एक गाइज अहिले चाहिँ अब हामी चाहिँ त्यही 12 बजीतिर आएका थियौँ, पुगेका थियौँ। अहिले चाहिँ दिउँसोको 2:35 भएको छ। हामीले 2 घन्टा जति घुम्यौँ। अब घुमेर चाहिँ अब चाहिँ हामीहरू अब घर गइरहेका छौँ। अब त्यही हो, अब बिचमा अब स्विमिङ खेल्ने कुरा छ। अब स्विमिङ खेलेपछि अझ त्यही बन्छ भिडियो, अनि नत्र सिधै घरमा भेटौँला। अब भेट्यो गोले 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 ऊ गोले भेट्यो, गोले गोले भेट्यो। त्यो र योमा के फरक छ? केही फरक छैन। सो गाइज अहिले चाहिँ हामी यहाँ अटो चाहिँ रोकिसकेको छ। अब स्विमिङ पुल पनि यहीँ छ र, तर स्विमिङ पुलमा चाहिँ भ्यागुत्ताहरू छन्। त्यहाँ चाहिँ अहिले 4 छ स्विमिङ पुल, त्यसैले स्विमिङ चाहिँ नगर्ने कुरा आयो। तर अब यहाँ नास्ता खाना चाहिँ अब गइरहेका छौँ। गाइज यहाँ चाहिँ खाइपिएर सकिसकेका छौँ सबैले। यहाँ चाहिँ फुपा पनि आइसकेको थियो, ठ्याक्क यहीँ आइसकेको रहेछ, अनि होटलमा आइसकेको छ। खाना लाग्ने भिडियो अब खाइसकेपछि। सो गाइज अहिले चाहिँ हामी शान्ति बजार कटिसकेका छौँ। शान्ति बजारमा चाहिँ अहिले अब हामीले नास्ता सास्ता खायौँ। अब चाहिँ नास्ता खाएर अब हिँड्न घर जाँदैछौँ। अब सो गाइज अहिले चाहिँ हामी राजापुर बजार पुगिसकेका छौँ। अब चाहिँ
घर अब एकछिन हाट बजार जाने सोच छ तरकारी पनि सकिएको छ भनिसकेको छ हाम्रो अटोवाला अङ्कल तपाईँलाई धेरै धेरै धन्यवाद हामीलाई सुरक्षित साथ पुगाइदिएकोमा ल अब चाहिँ हामी पुगिसक्यौँ यहाँ सो गाइज अहिले चाहिँ अब हामी हाट बजार गइरहेका छौँ अनि यहाँनिर चाहिँ पार्क रहेछ सो यो पार्कमा चाहिँ अब यिनीहरूले खेल्ने रहर गरे भाइहरूले अनि एकछिन सायद यहाँ खेल्छन् गाइजहरू यहाँ चाहिँ अब यिनीहरू खेलिरहेका छन् पार्कमा त्यही हो खेल्ने तरिका एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि गर के सो म चाहिँ यहाँ कपडा चेन्ज गरेर आएको छु यिनीहरू चाहिँ त्यहाँबाट आएर डाइरेक्ट आइसके अब म चाहिँ यस्तै चेन्ज गरेर आएको सब दुईटा खुट्टा टाइट गरेर उठा ल बौलाहरूको कमी छैन यो चाहिँ राजापुरको हाट बजार हेर्न सक्नुहुन्छ त्यो गाइज यो चाहिँ तरकारीको सेक्सन त्यो उतानिर कपडाहरू छ यता चाहिँ सब तरकारीको सेक्सन रहेको छ सो उता त्यहाँ गएर चाहिँ त्यहाँ खानेकुराहरू जेरीहरू यताउता सब चाहिँ उता पाइन्छ सो गाइज अहिले चाहिँ हामी हाट बजारबाट निस्किसकेका छौँ अनि अब त्यहाँ चाहिँ अब नास्ता खान्छौँ तर त्यसको भिडियो बनाउन चाहिँ बिर्सिहाल्यो अहिले यहाँ घर पुग्ने बेला याद आयो भिडियो पनि बनाउनु छ भनेर ल स्टार्ट गाइज आजको लागि चाहिँ यति नै हुन्छ फेरि भेट्नेछु तपाईँहरूसँग नयाँ भ्लगको साथमा बाई बाई सो यहाँ चाहिँ फुपू फुपाजुकोमा सामान आएको थियो पसलमा त्यसैले अब हामी चाहिँ गएका थियौँ सामान उतार्ने बाहनामा तर यहाँ कारनामा तपाईँहरू हेर्न सक्नुहुन्छ